च्याप्पा गाउँतिर चिल्ली पाकिसकेको छ। देख्नुहुन्छ यो पाकेको च्याप्पो पालामा पहिला खतरा थियो, अहिले त छैन रहेछ। अहिलेको चिल्ली खायो नि फेरि धेरै खानु छोटो खानुपर्छ। मिठो रहेछ। What? तो दामी है। यो अलग्गै रहेछ यो र गाउँलाई नै हालिन्छ त चिल्लीले उठाउनु चाहिँ। एकदम मिठो। केटाहरू त्यहाँ बसेको गाउँतिरको अर्ग्यानिक चिज हो यो। फेरि ओए क्वार्टल त बढी देखायो है। ल यहाँ छ स्याम्पू मन नहुनेको रुइराख होला माछा त्यो चाहिँ आफै नहुने त चिन्ता बापा। धेर खानु नआनेको खानु मन लागिहाल्यो हेर्ने अब खानै पर्ने। ए काँचो छ अलि मजा नभएको रहेछ कि गाइस। अहिले चाहिँ सिस्नु खायो तल फेरि डेन्जर, त्यही भएर अलि पिसेर हल्लिन्छ। दाम कस्तो भल गरे अब बनाउनु छैन। लोकल कुखुरा याक रहेछ भाले। हाम्रो त्यहाँ मौका हान्ने प्रोग्राम चल्दैछ। यो खालको डोरी भएको भए यो हो क्या भराङ बनाउने चाहिँ फेरि योमा हान्ने आँगल हो। यो खालको भए सुत्ती खेलाउने यो खालको पाठा यहाँ अब केही भन्न त ल भन्न त यहाँ केही कोपी ल्याइ नाख त अनि यहाँ कसरी हाल्नुपर्छ भन्नु परेन भन् त। यहाँ नुहाइदिएको चाहिँ लाखको भोलि भित्तामा जानुपर्ने छ भन्ने ल यहाँ माथि दिल काटेर जानुपर्छ है। यता नि पाकेर चाहिँ छिरी त यस्तो गर्मी छ कि यहाँ गाउँतिर। त्यही भएर नाङ्गे भएर भिडियो बनाउनु पर्यो होइन नपाकिरहेछ नि त। यस्तो खतरा देख्यो है पाठाहरू चिल्लो यस्तै छ क्या। तर हाम्रो चाहिँ ठुलो है बोका चाहिँ यस्तै रङको छ फेरि क्यार नाइट चिज है। यी चिल्ली देख्नु सक्नुहुन्छ है। यस्तो गाउँको अर्ग्यानिक चिज हो यो। फेरि हाम्रो नाचिङ छारा पनि देखिन्छ।
जा यसले त भाङ खानु खोज्यो होला क्या आइज ल मे ल खान्नास यस्तो बाख्राको भेडाको रुम छालाकाहरू पनि यस्तो राख्छन् यहाँनिर चिली तर अलि नपाकेको रहेछ गाइस तपाईँहरूलाई यो भिडियोलाई चाहिँ च्याप्प हेरिदिनु होला हल्का माया देखाइदिनु होला म तपाईँलाई माथि गएर मको भिडियो अनि म कसरी काट्छन् त्यो भिडियो देखाउँछु अर्को भिडियोमा आउँछ है त्यो काट्ने चाहिँ अहिले चाहिँ हामी जहाँ गएर सामान मिलाउनु पर्छ टाइम लाग्छ आजको दिन चाहिँ यत्तिकै सामान मिलाएर जान्छ सब्सक्राइब गर्नु नभुल्नु होला यसो माया देखाइदिनु होला के स्याम्पू त मैले नहुने भने त्यसले नहुने भने गर्न ऊ छ त यहाँ साउने छ राम्रोसँग होइन यहाँ भिडियोमा आउनु लाग्छ स्याहार कस्तो राम्रोसँग होइन यार ल कोपीले लिस्टेर नहुनु के अशोकला पठाइदेऊ कि बुढो म 3-4 हजार दिन्छु बाँकी पछि दिइन्छ कि त्यो पैसा नक्कल कुखुराहरू यहाँ धेरै रहेछ है गाइस के छ त नि यहाँ अर्को भलकरको हालखबर केही भन्न त यहाँ फार्मर भलक उयो फार्म भलक रे आज कुकको भ्लग बनाउनु पर्ला यार हो ए भयो एडिट गरेर कसले लेखेर होइन कसले ल। हाल्दिन्नन् गरे कस्तो गरी हो खाना बनाउनु ल भिडियो बनाउनु या त बनायो नि त ल म हालिदिन्छु तैँले आफ्नो हाल्न त यस्तो डिस सिट लाउने च्यापको पारामा कुकुनी रहेछ यहाँ मासु रहेछ फेरि ल मासु मजाले फरायो होला जस्तो है गाई खतरा है गीत त यो लाउने होइन कि ऱ्याप सुन्ने होइन न खतरा बन्दैन मासु यहाँ ल ल कस्तो आगो रह्यो त ल गाइस मेरो 2 मिनट काम पर्यो तपाईँहरूले यो भिडियोलाई माया देखाइदिनु होला त्यहाँ त म अर्को भिडियो चाहिँ माथि गएर सब भिडियो तपाईँहरूलाई देखाउँछु धेरै लामो पनि बनाउनु हुन्न है भिडियो यहाँ खाना पाक्दैछ मेरो 2 मिनटको काम हो यहाँ फोन हान्ने काम पऱ्यो हामीलाई धेरै बिर्छु आज भोलि चाहिँ हामी चाहिँ यसो माथितिर जानु लाग्यो त्यही भएर तपाईँहरूलाई म अर्को भिडियोमा देखाउँछु माथि गएर माया देखाइदिनु होला सबैजनाले आज चाहिँ आउँछ होला यो भिडियो भोलि चाहिँ अर्को भिडियोहरू चाहिँ तपाईँहरूलाई अर्को भिडियोहरू चाहिँ माथि गएर सब देखाउने छु माया देखाइदिनु होला अनि म पनि तपाईँहरूको लागि न्यू भिडियोहरू हाल्ने छु फार्मर भ्लग ठिक छ घरमा रहेन फकाम मेरो टाउको फकाम भ्लग यसले खाना मिठो बनाउँदो रहेछ कि यहाँ कसरी बनाउनु पर्छ त नि खाना भन्न त ल ताप्के धुने ताप्केमा तेल हाल्ने तेल खर्राउने तेल खर्राएर अब त्यसमा मासु तरकारी के हो हाल्ने पकाउने एकखेन पकाएपछि बेसार हाल्ने बेसार हालेपछि एकखेन फेरि पकाउने पकाएपछि छोप हाल्ने त्यसपछि लसुन प्याज के पत्ता हो त्यो हाल्ने हालेर पकाएर एकखेन पकाउने अनि फेरि अलिक पाक्न लागलामा पानी हाल्ने उमाल्ने खाने हो यस्तो मलाई पनि सिकाइदियो नि त नि खाना चाहिँ अब यहाँ पाक्दैछ ल यहाँ पानी हालिसकेको छ के मासु हो त नि भन्न त भैँसीको मासु हो मुला हामीलाई छैन एक्लै खाने कुकुर पनि रहेछ यहाँ
यस्तो खाना चाहिँ मिठो बनाउँदो रहेछ यो महँगो बसाइरहेछ भिडियोमा बसाउने भए तपाईँहरूले नि सुन्नुहुन्थ्यो होला भन्दै यति भन्दै यहाँको मेरो भिडियोलाई अन्त्य गरिदिन्छु